आमा छोराले दुःख पायो भनेर आँसु नबगाउनु है। यस्तै रहेछ हामी छोरा मान्छेको जिन्दगी। पसिना बेची पैसा कमाउनु पर्दो रहेछ। कति बेला के हुन्छ थाहा नहुँदो रहेछ। छोरा मान्छे हो, जस्तै परिस्थिति यहाँ पनि हार मान्न नमिल्दो रहेछ। हाम्रो भविष्य उज्जवल बनाउनकै निम्ति रात दिन नभनी दुःख गरिरहेको छु। छोराले दुःख पाएको छैन। म जे छु ठिक छु। मेरो बारेमा केही पनि टेन्सन नगर्नु है। समय ढिलो चाँडो मात्र हो। हाम्रो पनि एक दिन अवश्य खुसी हुने दिन आउँछ। हामी पनि एक दिन अवश्य रमाउनेछौँ। अर्काको छोराले धेरै धन सम्पत्ति कमायो, मेरो छोराले कमाउनु सकेन भनेर गुनासो नगर्नु है। समय ढिलो चाँडो मात्र हो। पालो सबैको आउँछ। म पनि एक दिन पसिना बेची हजुरलाई अवश्य खुसी बनाउनेछु आमा।